आज त राम्रै देखा यार साँच्ची भनेको मलाई त कस्तो देखा था यहाँनिर अब एकछिनमा चाहिँ आँप हन्टिङ है त आज चाहिँ हामी दुईजनाको चाहिँ दुईजना आँप टिप्न जाने प्लानिङमा छौँ अनि फर्सी आँपको बुट्टामा गएर यसो चढेर पनि आँप देखाउने छु हजुरहरूलाई आज हेर्नुहोस् अहिले हेर्नुहोस् अब हामी चल्यौँ गाइड्सहरू अहिले बाटो यस्तो छ दामी ओहो बर्दियाको बाघ आयो बाटो देखेर हैरान छौँ हामी अब चाहिँ आँपको लागि जाँदैछौँ क्या आनन्दले तर यहाँ मुख धोएर पनि निन्द्रा लागिरहेछ यता नधोएको मान्छेलाई निन्द्रा लाग्छ छैन के मलाई चाहिँ बहुत लाग्छ फेरि यो चाहिँ अनि यो चाहिँ कतिलाई थाहा छ होला होइन मेदीमा पाएको सिक थियो बजायो भने खतरा तिखो बच्च ए त रनिङ किन नआएको चले मम्मीहरू त्यहाँ हन्टिङ हान्दै रहेछ अनि खतरनाक तरिकाले सुजे बाजुको घर मान्छे छैन छन त रहेछ बजाइरहेछ अहिले यो बुट्टामा आँपै छैन के पहिला यति धेरै फल्थ्यो होइन हामी यो बुट्टामा पनि यस्तो दुःख गरेर भयो नि चढियो है चढियो यो झन् सुपारी आँप दामी हुन्थ्यो मिठो के पाकेपछि चाहिँ यस्तो मिठो नि तर अहिलेलाई अफसोस छैन यो आँप पनि भयो छैन भर्खरको आँप भर्खर त थियो नि उताको हाँगा हुन्थ्यो होइन ऊ त्यहाँबाट चढ्थ्यो अहिले त छैन त्यो हाँगा पनि काटिसक्यो यो बुट्टामा झन् एकदम ममसँग घाँस काट्न आउँदाखेरि क्या मम त्यो त घाँस काट्नु म त्यो बुट्टा हेर्न आएको त खाएको एउटा फसेकै पाएको लक्की उहाँ पनि छ नि यो दुइटा आँपकै सुपारी आँप हो कि के हो यो पनि धेरै यहाँको पनि आँप चाहिँ मिठो त मिठो हुन्छ है बवाल हुन्छ छ यहाँ फलेछु यो बुट्टामा नि चढ्यो त्यो गऱ्यो यो बुट्टामा चाहिँ आँपहरू छ होइन तर होइन यहाँ चढ्न त सजिलो छ होइन बेमपाटाहरू यति धेरै छ कि हजुरहरूलाई टोकेर मारिदिन्छ हो चिल पारामा फिक्स 100मा 200% अफ भ्लगरहरू अर्को पनि भ्लगर मित्रहरू थियो होइन तर मैले उनीहरूलाई देखाइनँ किनकि उनीहरू यति सितिमिति भाइरल पनि छैनन् कि म पनि छैन उनीहरू पनि छैन त्यसैले नो भ्लगर्स वी आर मित्र त्यहाँ पनि छ है आँपको बुट्टा त तर हामी जान चाहिँ मिल्दैन त्यहाँ पनि रहेछ यार आँप त त्यहाँ माथि टुप्पोमा हेर्नु कस्तो रहेछ क्या यार म त छैन जस्तो लागेको थियो क्या यो बुट्टामा म चढ्थेँ नि हेर्नु बाटो त यस्तो छ होइन त्यहाँ यतातिरबाट पनि चढ्ने यो बाँसकोसबाट झन् सजिलो थियो ए जङ्गलभित्रको आँप झन् कस्तो मिठो थियो त्यहाँ एउटा आँप थियो क्या बसाउने आँप यस्तो दामी बसाउँछ होइन त्यो आँपलाई चाहिँ के हो भन्थ्यो कि के भन्थ्यो यार सिधुरे आँप हो कि के हो आँप यस्तो मिठो बसाउँछ खाना पनि त्यस्तै टेस्टी हुन्छ क्या ढल्के आँप त खतरा त्यो त झन् यस्तो ढल्के म भन्दा नि ढल्किन्छ यार तर त्यसमा चाहिँ चढ्न डेन्जर सजिलो है जति चाहिँ नि सानो फुच्ची त गएर चढिदिन्छ बेमपटाले टोकेन भने यस्तो छड्किएर आनन्दले चढ्न सकिन्छ अनि यो भ्लगर हुनु नि कस्तो दुःख छ यार हात दुख्छ समात्दा तर भ्यू चाहिँ जे होस् दामी नै हो तर अहिले चाहिँ देखाउन अलिक मिलेन के सो अफसोस सरी हामी चाहिँ यस्तो बाटोमा आँप टिप्नलाई है यस्तो हिँडिरहेछौँ के आनन्दले अहिले त्यहाँ पुगेपछि चाहिँ म हजुरहरूलाई देखाउँछु त्यो आँप अहिले पछि बाटो फाड्न जाने चाहिँ यता भित्रपट्टि हो यहाँबाट जाने अरे कति काम के छ थाहा छैन अहिले म चाहिँ ढिलो भयो भने चाहिँ यतैबाट जान सक्छु काम गर्नलाई अनि ऊ चाहिँ एक्लै घर जान्छ
सामान सबै पठाउने हो मोबाइल चार्ज गरेर राख्छ अनि म पछि आएर चलाउँछु एडिट गर्छु म बस्छु आनन्दले ढुक्क पारामा साथी भएको फाइदा उठाउनुपर्छ है नतर्साउ न ख्यास त्यो स्प्लेन्डर लियो होला नि अब भाइले उस चलाउँछ के अरे यानेस चलाउँछ दाइले स्प्लेन्डर किनकि ऊ एजेड भइसक्यो नि त बुढो मान्छेले किन चाहियो होइन हामीहरू त यस्तोमा हिँड्छ 150मा मसँग पढेको नि त त्यो त्यसको दाइ त्यो स्प्लेन्डर चलाउने भएछ हामी आइसक्यौँ यही हो आँप बुटे आफैदेखि जान्छु यताको त हल्लाएर भ्याइसकेँ मैले हिजो आएर सब हल्लाएर भ्याइदिएको नि 3-4 झोला बोकेर गएको छु मैले किन जाने सेती त ओए रातारात आयो क्या चोर्नलाई ओए हिजो कति देर थियो त यार मैले बेलहरू देखेको छु आफै देखेँ यो यार गाइज यहाँको आँप रातारात गायब मतलब दिउँसो हामी 1-2 बजे त हामी निस्केको थियौँ नि त अनि त्यति बेलसम्म त थियो यार कति धेरै तर अहिले भर्खर चाहिँ गायब भएछ यो चाहिँ हाम्रो सवारी साधन जति बेला पनि अनि एक्सट्रिम लिएर खाँदै छडन यस्तो रहेछ एक्सट्रिम लिएर मात्रै बुट्टामा चढ्दै टिप्नी रहेछ अनि यत्रा बच्चा आइवा खतरा बज्या सिटी ल है 1 2 3 बाङ्गियो ओ न सेट तिमी ऐ गइछ कहाँ गइ यो रातो छ नि यसले चाहिँ टोक्यो भने खतरा दुखाउँछ कि यो माथिको नि डरले अर्कोले टोक्यो भने त मतलबै छैन होइन तर यो रातोले टोक्यो भने चाहिँ हामीलाई रुवाउँछ अरे वाह आज जुत्ता लाऊ भनेको नि मैले यो बडी युज गर्ने हो सिधै माथि तान्ने हो बडीलाई तल झर त म देखाइदिन्छु तल झर त ल कति भयो एक्सपिरियन्स फेल भयो क्या पहिला त चढेको अरे बुट्टामा कसरी भिडियो गराइदिनु त्यसरी गरौँ Just do it, my man. ल स्पाइडरम्यान तिमीले चोर्यौ दिलको चेन ल अब हाम्रो एकजना आउँदैछ झन् त्यो जुत्ता लगाएर आऊ ग्रिप पर्छ भनेको अनि नमानेपछि यस्तै हो उयो डाइरेक्ट आकाश डाइरेक्ट यहाँ समात त्यसपछि यहाँ यसमा समात अनि उता माथि जाऊ है यतातिर नटेकै बेमपाटा म अब माथि चढेर भ्याइसी मात्रै देखाउँछु है अहिलेलाई बाई बाई हेर्नु होइन हाम्रो गाउँमा चाहिँ अलिकति नेटको प्रब्लम छ क्या अनि त्यही भएर त्यहाँ हेर्नु न के साह्रो बोल्दै बस्यो हेर्नु न फेरि कतिको टाढा छौँ कि हामी यो बुट्टामा चढेर होइन एन्टिना खोज्दै र आँप पनि छ कि आँपको लागि यत्रो मेहनत बस आँपको लागि ओइ मा पाका डर लाग्यो ए मेरो टाउको माथि त मैले त हेर्दै नहेरेको यार यत्रो रहेछ अनि म झोप्पा हेर्दै अब चाहिँ होइन हामी माथिबाट झरिसक्यौँ
अनि अब एकछिनमा भन्दा नि अब चाहिँ गइहाल्ने हो किनकि अहिले फेरि यतातिर बाटो फाड्ने खै के भन्ने भने त्यसमा आउनुपर्छ झ्याउ घुमाउ न म यहाँ एकछिन उस गर्छु कि आँपहरू हाल्दै घुमाउ मात्रै म चलाउँछु अनि सो अहिले चाहिँ हामीहरू यो फुटेको एउटा दुइटा मात्रै हो त्यही दिने हो अहिले छान्न त दिन्न झन् राम्रो मात्रै छान्छ हाम्रो गाउँमा त्यस्तै छ क्या चलाउने राम्रो आफूलाई अनि नराम्रो चाहिँ अर्कालाई जसले पनि त्यही गर्छ सो त्यसैले चाहिँ मैले पनि त्यो चाहिँ गर्छु भन्ने चाहिँ आशा गर्दिनँ आथ्यो खतरा खाँदो ट्र्याक्टरमा त मान्छेहरू त ब्युटिफुल रिएक्सन आन्थ्यो ल नो रिएक्सन के आँप कडा छ नि त सो त्यसैले हामीहरूले सक्दैनौँ यो खतरा कालै देखाएर रहेछ यार म त यसरी देखाउँदा कस्तो देखिया थिएँ ठिकठाक देख्यो अहिले घाम लागेन नि त त्यो हो क्या लङ भिडियो आउँछ त अनि ल भिडियो त बनिसक्यो ल बाटो यस्तो छ हेर्नु होला होइन अलि चर्को बोलाइ सानो आउँछ म चाहिँ के भन्छु त्यसलाई क्यामराम्यान राइडर मान्छे चलाउनु बिजी भएर चाहिँ त्यस्तो मैले देखेँ राइडर होइन मेरै चेला भन्न न अझै स्टार्टिङ त मैले गरेँ हो त्यो ढल्के आँपमा त आफै देखिनँ त म त छ नि होला नि त अब त हिजो अस्ति गएको मान्छे अनि म हिजो आएको के है त के अब अनि मेरो चाहिँ लिएर छैन होला खै त राति झन् देखिएन है त लिएर आएकै होइन होला मेरो आँप टिपेर आएको उस लिएर आएर खुर्पाहरू लिएर आएर खै र मम्मी माथि आउँदै होला नि आउँदै रहेछ मम्मी होइन अहिले त कसैलाई पनि टिप्नै भ्याएन त्यो डाँट चाहिँ छुने काम नगर म यो डाँटलाई भेट्न के होइन यो डाँटलाई अलिकति मेहनत गरेर लिएर आएको छु कि त्यत्रो बुट्टामा चढी आज त नफुटाले लिएर आएको अहिले घर कसरी दिन्छु भन होइन कि पाउनु न बुहारीलाई लिएर आएर दिनुपर्ने अहिले यस्तो कुरा घरमा हो के लङ त लास्टै लङ हुन्छ अनि खुर्पा पठाइदिनु पर्दैन हजुर जान्छ दुईटा ब्याग बोकेर